के हजुरको आफ्नै औजारले नि समय आएको बेला साथ दिँदैन? के हजुरको आफ्नै सानो भाइ चाहिने बेला खडा हुँदैन अथवा एकैछिनमा कडापन लुज गरिहाल्छ? के हजुरलाई आफ्नो सानो भाइलाई ठुलो, लामो, मोटो बनाउन मन छ? हो, मैले हजुरको प्यान्टभित्र रहेको औजार सानो भाइको कुरा गरेको हो। हजुरको लिङ्ग राम्ररी कडा हुँदैन, कडा भए पनि एकैछिनमा लुलो भइदिन्छ अथवा अलि बाङ्गो जस्तो छ भने मैले हजुरलाई वरदानको रूपमा पम्प थेरापीबाट यो समस्या हटाउने तरिका ल्याएको छु। यो पम्प थेरापीबाट हजुरले आफ्नो लिङ्गलाई थोरै लामो र मोटो नि बनाउन सक्नुहुन्छ। यस्तो समस्या हटाउने सबैभन्दा सजिलो र भरपर्दो तरिका हो पेनिस पम्पको प्रयोग। यो पम्प एउटा डिभाइस हो जसले पम्प थेरापी गरेर हामीले आफ्नो लिङ्गलाई फेरि जवान जस्तो कडा र बलियो र लामो बनाउन सक्छौँ। यो पम्प थेरापी कसरी गर्ने, कति दिन गर्ने लगायतका सम्पूर्ण जानकारी म डिटेलमा भन्ने नै छु यसै भिडियोमा है त। त्योभन्दा पहिला बुझिराख्नु पर्ने कुरा के छ भने यो जादु जस्तो 2-3 दिनमा काम गर्दैन। यो पम्पको राम्रो रिजल्ट देखिन 3-4 महिना लाग्छ है त। हजुरले डेली यो पम्प प्रयोग गर्नुपर्ने हुन्छ। यो पम्पको फाइदाहरू सुन्नुहोस् है पहिला। यो पेनिस पम्पले लिङ्ग कडा बनाउने गर्दछ। साथै यसको प्रयोगले थोरै लिङ्गको साइज अथवा लम्बाइ र मोटाइ नि बढाउन सकिन्छ। यसले बाङ्गो भएको लिङ्गलाई सिधा गर्न नि मद्दत गर्दछ। ल अब यो कसरी प्रयोग गर्ने तरिका बुझौँ है त। मैले अहिले तपाईँको सामु 3 थरीको पेनिस पम्प लिएर आएको छु है त। यो ब्रान्ड मात्र फरक हो, सबैको काम एउटै नै हो है। म अहिलेलाई चाहिँ एउटा मात्र अनबक्सिङ गरेर देखाइदिन्छु है। सबैको काम एउटै नै हो, सबै युज गर्ने तरिका नि एउटै नै हो है। थोरै अब यसको ब्रान्ड फरक छ है, कुनैको यो अब यसको मेटेरियल अलिक थोरै फरक छ, त्यसले गर्दाखेरि प्राइजिङ पनि अलिकति फरक होला। सो फर्स्टमा मैले योला मात्र खोलेर तपाईँलाई देखाइदिएँ है। यसमा तपाईँले चाहिने कुराहरू सबै यही भित्र चाहिँ पाउन सक्नुहुन्छ है। अब यसको तरिका के कसरी युज गर्ने हामीले अनि कसरी यो सबभन्दा सुरुमा त यो पेनिस पम्पलाई चाहिँ कसरी फिट गर्ने भन्ने कुराहरू सम्पूर्ण जानकारी चाहिँ म तपाईँलाई देखाइहाल्छु है। सबै पेनिस पम्पमा हुने एउटै नै चिज हो है। यसमा थोरै फरक हुने के मात्र छ भने तपाईँले यो यसको मेटेरियल मात्र थोरै फरक पाउनुहुन्छ है। ब्रान्ड वाइज चाहिँ अलिक फरक पाउनुहुन्छ। म एउटा खोलेर देखाइदिन्छु, सबैको सेम नै हो है। ल पेनिस पम्प नर्मली हेर्दाखेरि यही नै हो है। यसलाई चाहिँ हामीले एसेम्बल गर्नुपर्छ अथवा जोड्नुपर्छ है। सबै यो जोडिसकेपछि मात्र हामीले यो युज गर्न सक्छौँ। फर्स्टमा म तपाईँलाई यो युज गरेर फर्स्टमा म तपाईँलाई यो जोडेर देखाइदिन्छु है। त्यसपछि चाहिँ यो कसरी युज गर्ने भन्ने कुरा नि म देखाइदिन्छु। फर्स्टमा चाहिँ अब यो यसमा चाहिँ हामीले कनेक्ट गर्नुपर्ने हुन्छ है। अथवा हामीले यो यहाँबाट नि हेर्न सक्छौँ कुन चाहिँ कसरी जोड्ने हो भनेर है। यसको एन्डमा चाहिँ हामीले फर्स्टमा कनेक्ट गरौँ है त। एकदमै एयर टाइट हुने गरी चाहिँ हामीले यो कनेक्ट गर्नुपर्ने हुन्छ है। अब यताको एन्ड कनेक्ट भइसकेको छ, अब यताको एन्ड चाहिँ कनेक्ट गरिदिउँ है। दुईटैतिर चाहिँ हामीले एकदमै एयर टाइट हुने गरी चाहिँ कनेक्ट गर्नुपर्ने हुन्छ है। तपाईँले हेर्न सक्नुहुन्छ यताको एन्ड पनि यो कनेक्ट भइसकेको छ, यताको एन्ड पनि कनेक्ट भइसकेको छ है। नर्मली अब पेनिस पम्प यति नै हो कनेक्ट गर्नुपर्ने। एउटा सानो यो पनि छ है। यो रबर ब्यान्ड पनि हामीले कनेक्ट गर्नुपर्ने हुन्छ है। यसमा चाहिँ यसरी हालेर चाहिँ हामीले कनेक्ट गर्नुपर्ने हुन्छ है। तपाईँले हेर्न सक्नुहुन्छ यो यसरी ठ्याक्क फिट हुने गरी चाहिँ हामीले यसरी यो कनेक्ट गरिदिनु पर्ने हुन्छ है। त्यसपछि यो रेडी टु युज हुन्छ। यो अब रेडी भइसक्यो है। तपाईँले हेर्न सक्नुहुन्छ यसरी चाहिँ यो
हामीले सबै फिट गरिसकेको छौँ है। यसमा चाहिने कुराहरू सबै फिट गरिसकेको छौँ। फर्स्टमा यो 4वटा टुक्रामा चाहिँ हुन्छ है, यो छुट्टै हुन्छ यो भाग, त्यसपछि यो भाग छुट्टै हुन्छ, त्यसपछि यो भाग छुट्टै हुन्छ, यो भाग छुट्टै हुन्छ है। हामीले यो कनेक्ट गरिसकेपछि चाहिँ यसरी देखिन्छ। अब यसमा यो एउटा ह्यान्डलको काम हुन्छ होइन, यो यसरी पम्प गर्नलाई। यता चाहिँ हाम्रो पेनिस हुन्छ है, यहाँ हामीले पेनिस छिराउने, त्यसपछि चाहिँ यताबाट हामीले यसरी पम्प गर्नुपर्ने हुन्छ है। म सिम्पली एउटा एक्जाम्पल जस्तो देखाइदिन्छु है। म आफ्नो औँलालाई चाहिँ पेनिसको रूपमा लिएर चाहिँ तपाईँलाई एक्जाम्पल देखाइदिन्छु है। फर्स्टमा चाहिँ हामीले यसरी चाहिँ पेनिस यहाँभित्र यसरी हाल्नुपर्ने हुन्छ है। यहाँ यसरी हाल्दाखेरि चाहिँ एयर टाइट होस् है। तपाईँले यो यसरी पेनिस हाल्दाखेरि चाहिँ यहाँबाट चाहिँ एयर लिक नहोस् भन्ने हिसाबले चाहिँ हामीले गर्नुपर्ने हुन्छ है। अब यता हाम्रो पेनिसमा चाहिँ हेयरहरू छ भने चाहिँ सकेसम्म हेयर पुरै क्लिन गरेर फालेर चाहिँ हामीले पेनिस पम्प युज गर्दाखेरि एकदमै राम्रो हुन्छ है। पेनिस पम्पको चाहिँ बेस्ट रिजल्ट पाउनलाई चाहिँ हामीले सकेसम्म एकदमै एयर टाइट हुने गरी चाहिँ युज गर्नुपर्छ है। अब त्यसको लागि चाहिँ के गर्नुपर्छ भन्ने कुराहरू हामी आफैले ध्यान दिनु पर्यो है। लाइक तपाईँले आफ्नो पेनिसको हेयर चाहिँ पुरै फालेर पुरै ट्रिम गरेर चाहिँ एकदमै क्लिन गरेर चाहिँ तपाईँले यसमा पसाएर चाहिँ एयर टाइट हुन सक्ने चान्स बनाउन सक्नुहुन्छ है त। यो प्रयोग गर्दाखेरि चाहिँ हजुरले आफ्नो पेनिसमा चाहिँ ल्युब्रिकेन्ट चाहिँ युज गरेको राम्रो है। ल्युब्रिकेन्ट राख्दाखेरि चाहिँ हामीले यहाँनिर यसरी प्रेसर अपनाउँदाखेरि चाहिँ तपाईँलाई हानि हुन सक्ने चान्स हुँदैन है। तपाईँले यसरी यहाँनिर यो पेनिसमा चाहिँ तपाईँले ल्युब्रिकेन्ट दल्नु होला, त्यसपछि चाहिँ यहाँ यसरी इन्सर्ट गर्नु होला। तपाईँले आफ्नो पेनिस चाहिँ यसमा इन्सर्ट गरिसकेपछि चाहिँ पम्प गर्नुपर्ने हुन्छ है। यो ह्यान्डल छ नि, यहाँबाट चाहिँ यसरी हामीले तानेर चाहिँ पम्प गर्नुपर्ने हुन्छ। यसरी पम्प गर्दाखेरि चाहिँ होइन के हुन्छ भनेपछि यो यसमा भएको पेनिसलाई चाहिँ यसरी तान्ने भयो होइन। यताबाट यसरी गर्दाखेरि, यसरी पम्प गर्दाखेरि, यसरी हामी जति पम्प गर्छौँ नि त्यो पम्प गर्दाखेरि चाहिँ हाम्रो पेनिस चाहिँ प्रेसर लाग्ने भयो। यसमा भ्याक्युम क्रिएट भएर यसमा तपाईँको प्रेसर मेन्टेन हुन्छ होइन, प्रेसर यसमा लाग्ने हुन्छ है। प्रेसर लाग्दाखेरि चाहिँ तपाईँको यो पेनिस तन्किन्छ है। तपाईँको यो कडा नहुने समस्या अथवा बाङ्गो भएको पेनिसलाई चाहिँ यसले यसरी प्रेसरले गर्दाखेरि चाहिँ यसले तानेर चाहिँ यसमा थेरापी मेन्टेन हुने भयो, थेरापी चाहिँ यसमा चाहिँ युज हुने भयो है। तपाईँले डेली चाहिँ यो लगभग 2-3 मिनट चाहिँ डेली युज गर्नुपर्ने हुन्छ है। 2-3 मिनट पनि हरेक सेसनमा है। सरर फेरि म सुरुदेखि भनिदिन्छु है तपाईँलाई। यो एकदमै लामो जस्तो प्रोसेस भयो मैले यहाँ भन्दाखेरि। फर्स्टमा पेनिस यहाँ इन्सर्ट गर्ने, त्यसपछि हामीले यहाँबाट प्रेसर यसरी अपनाउने, त्यसपछि एकछिन यतिकै रहन दिने, त्यसपछि एकछिन भन्नाले लाइक 30 सेकेन्ड जति चाहिँ यतिकै रहन दिने होइन। त्यसपछि यो बटन थिचेर हामीले यसको प्रेसर चाहिँ लुज गरिदिने होइन। यो बटन थिच्दाखेरि चाहिँ हामीले यहाँ भएको प्रेसर चाहिँ गइहाल्छ है। त्यसै गरी यो हामीले 10 चोटि गर्ने, त्यति बेला है लगातार 10 चोटि हामीले यो पम्पिङ गरिराख्ने है। पम्प गर्ने त्यसपछि फेरि छोडिदिने, अनि पम्प गर्ने त्यसरी फेरि छोडिदिने। यो 10 चोटि गर्ने, हरेक दिन गर्ने, लगभग 3-4 महिनासम्म चाहिँ यो गर्नुपर्ने हुन्छ है। यति गरिसकेपछि चाहिँ तपाईँले यो मजाले कुनै ठाउँमा सेफ ठाउँमा चाहिँ राखिदिनु होला। यो निकालेर राख्दा पनि भयो अथवा तपाईँले यतिकै नै राख्न सक्नुहुन्छ। तपाईँले जसरी सजिलो हुन्छ त्यसरी नै राखिदिनु होला है। क्लिन गर्नु होला, त्यसपछि नेक्स्ट टाइम पनि अर्को दिन फेरि सेम प्रोसेस अपनाउनु होला है। सेम प्रोसेस 10 पटक युज गर्नु होला। तपाईँले यसमा म्यानुअल पनि पाउन सक्नुहुन्छ है। यो म्यानुअलमा चाहिँ तपाईँले कसरी यो फिट गर्ने होइन, त्यसै गरी अब कसरी यो हामीले चाहिँ पम्प युज गर्ने भन्ने कुराहरू सबै नै हुन्छ है। यहाँ नोट भनेर लेखेको छ, तपाईँले हेर्न सक्नुहुन्छ होइन। अपरेसनल गाइडलाइन्स छ यहाँ। अब यो पिक्चरमै देखाएर पनि तपाईँले देखाएको छ कसरी युज गर्ने भनेर होइन। अब यो वर्किङ थेरापी भनेर छ है। एकैछिन है, एउटा इम्पोर्टेन्ट इन्फर्मेसन हजुरलाई सेयर गर्न बाँकी नै छ। थोरै ध्यान दिनुपर्ने कुरा नि छ है। यो पेनिस पम्प प्रयोग गर्दा, यो पेनिस पम्प प्रयोग गरिराख्दा आफूलाई गाह्रो जस्तो फिल भयो भने अथवा पम्पको प्रेसरले लिङ्कमा दुखाइको महसुस भयो भने
प्रेसर ठिक्कको पार्ने है त। लिङ्कलाई हानि हुने गरी एकदमै धेरै प्रेसर नअपनाउने। त्यति गर्दा नि लिङ्कमा दुखाइको महसुस छँदैछ भने केही दिन यो थेरापी बन्द गरिदिनुहोस्। केही समय पश्चात हजुरले फेरि ट्राई गर्नुहोला, तर प्रेसर अपनाउँदा ध्यान दिनुहोला। धेरै पुरुषको रोजाइमा रहेको यो पेनिस पम्प अर्डर गर्नको लागि हजुरले स्क्रिनमा दिएको नम्बरमा व्हाट्सएप अथवा डाइरेक्ट कल गरेर अर्डर टिपाउन सक्नुहुन्छ। नेपालभरि एकदमै सेफ र सेक्योर क्यास अन डेलिभरीको सुविधा छ। हजुरको साथी अथवा कोही नजिकको मान्छेलाई यसको आवश्यकता हुन सक्छ। सेयर गर्न नबिर्सिनुहोला उहाँलाई। पहिला यो पम्प थेरापी प्रयोग गर्नु भएको छ भने यसको रिजल्ट कस्तो थियो कमेन्ट मार्फत मलाई पनि जानकारी दिनुहोला है त। लास्ट बट नट द लिस्ट, यो पम्प हजुरले रिसेल गर्न चाहनुहुन्छ भने स्क्रिनमा दिएको नम्बरमा व्हाट्सएप अथवा कल गर्न सक्नुहुन्छ अनि अर्डर टिपाउन सक्नुहुन्छ है त। हजुरलाई यो जानकारीमूलक भिडियो कस्तो लाग्यो, राम्रो लाग्यो भन्ने आशा गर्दछु। केही कुरा भुलवश गल्ती हुन पुगे माफी दिनुहोला। हस् त, आजको लागि यति नै। हजुरको शुभ समय रहोस्। धन्यवाद।